मैले के सोचिरहेको थिएँ के भयो भन्ने जस्तो मलाई 2-4 दिन एकदम सदमा लाग्थ्यो कि गाईको काम भनेको तिनीहरूलाई हेर्ने मात्र हो, अरू केही गर्नु पर्दैन, उनीहरूलाई दबाई दिने, नुहाइदिने, खिलाइदिने, पिलाइदिने, टोइलेट बाथरुम गराउने भन्ने छ होला। तर त्यस्तो हुँदैन है। आफ्नो माइन्डलाई चाहिँ अलिकति बलियो बनाएर आउनु होला आउँदाखेरि। हेलो एभ्रिवान, ड्युटी हिँडेको अब चाहिँ, तर आज 4 फाल्ने दिन हो, त्यही भएर म अलि 2 मिनट चाँडै हिँडिरहेको छु कि। चाहिँ मेरो घरबाट निस्केपछिको बाटो के यस्तो ओह्रालो छ नि, यहाँ यस्तो फुइ दौडिने हो कि टाइम नभएको बेलामा यस्तो बाटोमा हिँड्दा छिट्टै पुगिन्छ। बिहान त भयङ्कर गर्मी लाग्छ कि मलाई, बेलुका फर्किँदा पनि गर्मी हुन्छ तर घाम हुँदैन त्यतिखेर, यस्तो गर्मी मात्र हुन्छ। अहिले चाहिँ घाम धेरै छ। अनि यो ठाउँ चाहिँ ओकायामा किन हो नि त, अनि ल्यान्ड अफ सनसाइन भन्छन्। ल्यान्ड पनि टन्नै छ, सनसाइन पनि टन्नै छ, पानी चाहिँ पर्दैन। काम पनि सक्यो आजको, भोलि त मेरो छुट्टी छ। येपी आज म तपाईँहरूलाई मेरो सानो एक्सपिरियन्सहरू सेयर गर्दैछु। सायद मेरो एक्सपिरियन्सले गर्दा जो चाहिँ खाइगोमा काम गर्न आउँदै हुनुहुन्छ उहाँलाई चाहिँ थोरै भए पनि फाइदा हुनेछ भनेर है। सानो कुराले पनि कहिलेकाहीँ धेरै इफेक्ट गर्छ कि हामीलाई। म खाइगोको काम गर्न आउने भनेर पढ्न थालेदेखि अनि त्यसपछि सबै प्रोसेसहरू गर्दादेखि मेरो माइन्डमा के थियो भने मैले वहाँ गएर बुढाबुढीलाई हेर्ने हो, दिमागमै त्यही थियो कि बुढाबुढीलाई हेर्ने हो भनेर। तर मलाई यहाँ आएर चाहिँ नि अटिजम भएको अनि अपाङ्गता भएका मान्छेहरूलाई हेर्नु पर्यो। मलाई हेर्नु पर्यो भनेर दुःख होइन, घिर्ना केही गरेको होइन, बस एक्सपिरियन्स। मैले के सोचिरहेको थिएँ के भयो भन्ने जस्तो मलाई 2-4 दिन एकदम सदमा लाग्थ्यो कि बुढाबुढीलाई स्याहार गर्दा अलिकति सजिलो हुन्थ्यो कि भन्ने पनि फिल आएको। अनि खाइगोको काम भनेको तिनीहरूलाई हेर्ने मात्र हो, अरू केही गर्नु पर्दैन, उनीहरूलाई दबाई दिने, नुहाइदिने, खिलाइदिने, पिलाइदिने, टोइलेट बाथरुम गराउने भन्ने छ होला। तर त्यस्तो हुँदैन है। म बसेको ठाउँमा चाहिँ नि खाइगोको काम भनेपछि तिमी साफसफाइदेखि लिएर नुहाइदिने, धुवाइदिने, खाना पियाउने, भाँडा धुनेदेखि लिएर कपडा धुने, सुकाउने, उठाउने एभ्रिथिङ गर्नुपर्छ के। त्यो चाहिँ खाइगोको कामभित्र पर्छ। त्यही भएर आफ्नो माइन्डलाई चाहिँ अलिकति बलियो बनाएर आउनु होला आउँदाखेरि। के सोचेको थिएँ कस्तो भयो भनेर अलिकति सक जस्तो लाग्छ कि। त्यो चाहिँ मेन्टल्ली तपाईँलाई गाह्रो नहोस् भनेर मैले आफ्नो एक्सपिरियन्स सेयर गरेको हो। डिमोटिभेट गर्नु खोजेको चाहिँ होइन है मैले। तर मलाई आफ्नो कामप्रति सम्मान छ। जे भए पनि म यहाँ काम गर्नु आएको हो, एक्सपिरियन्स लिन आएको हो। आइएम ह्याप्पी विथ इट। मलाई यहाँको काममा सबैभन्दा राम्रो लाग्ने कुरा चाहिँ के हो भन्दाखेरि, जस्तो मेरो 8:30देखि काम हो भने म 8:30बाट नै सुरु गर्छु कि। 8:25मा गर्छु भने 8:26मा म काम सुरु गर्दिनँ। छुट्टी चाहिँ नि 5:30मा हुन्छ भनेपछि म 5:30मै निस्किन्छु कि, चाहे त्यो काम गर्दा गर्दै आधा किन नहोस्, भ्याइएको छैन भने पनि म 5:30मै निस्किन्छु कि। सबैको रुल नै त्यस्तै। त्यो तिमी यो भ्या छैन भनेपछि भ्याएर जानुपर्छ, या फिर तिमी छिटो आयो भनेपछि छिटो सुरु गर काम, त्यो चाहिँ होइन। जापानको मान्छेहरूको बारेमा तँलाई के थाहा छ भन्दाखेरि चाहिँ जिखान मामुरो हित एकदम धेरै छ भन्थ्यो नि, सिरियसली छ यहाँ। अनि जस्तै केही हुन्छ, ब्रेक टाइम हुन्छ नि हाम्रो, ब्रेक टाइम चाहिँ तिम्रो 1:15 हो भने तिमी 1:15 गइहाल कि। तिमीलाई 1:16 बस्न जरुरी छैन। तिम्रो ब्रेक टाइम हो, तिमी आफ्नो टाइममा जाऊ। तर 2:15 तिमी त्यहाँ हाजिर हुनु पर्यो फेरि। अनि रमाइलो छ, जे होस् गरिरहेछ काम। धेरै दिन त बसेन, 2 हप्ता जति भयो सायद काममा जोइन भएको। रमाइलो छ, बुझ्दैछु, सिक्दैछु, एक्सपिरियन्स लिँदैछु। अचम्म पनि पर्छु कुनै कुराहरू देख्दाखेरि, यस्तो पनि हुन्छ र भन्ने। अनि कुनै कुरा चाहिँ ओहो वाह कस्तो नयाँ एक्सपिरियन्स भन्ने पनि हुन्छ। कतिखेर ओहो दाउ भयो नि भगवान्, कसरी सम्हाल्ने होला यिनीहरूलाई भन्ने पनि हुन्छ। आजको दिन त कति मजाले गयो भन्ने पनि हुन्छ। यस्तै हो काम भनेको, गर्ने हो, मेहनत गर्ने आएको हो सबैजना यहाँ। मेरो भिडियो बनाउनुको उद्देश्य भनेको खाइगोमा आउनेलाई चाहिँ स्पेसल्ली मलाई जस्तो सक नलागोस् भन्ने मात्रै हो। यो भिडियोले कसैलाई केही फाइदा भयो भने प्लिज कमेन्ट डाउन। नेक्स्ट भिडियोमा फेरि भेट्दैछौँ। फेरि म केही न केही जापानको इन्फर्मेटिभ एकदम नयाँ एक्सपिरियन्स हुने खालको कुरा चाहिँ लिएर आउनेछु, जुन चाहिँ मैले रिसेन्टली भोगिरहेको छु है। तबसम्मको लागि बाई।